आमा दिवस थिएन त्यतिखेर अनि तर चाहिँ आमा दिवस पनि हुनुपर्छ भनेर चाहिँ चर्चमा थापोया सल्लीमा चाहिँ सुरु भएको युनाइटेड स्टेटमा हो। Today Mother Day is a celebration in many countries around the world. आज धेरै त्यो संसारभरिका देशहरूमा आमाको दिवस गराउँछन्। With flowers, उनीहरूले फुल रोपिदिन्छन्, cards, अनि तर चाहिँ उनीहरूले घोप्टिलो हर्छन् and prayers अनि उहाँ प्रार्थना गर्छन् to honor of the mothers. किनकि आमालाई घोप्टिलो हर्न। This was the history of the start the day of the mother. That was the history of the day of. त्यसै कारणले आज चाहिँ यो चाहिँ हिस्ट्री हो, यहाँसम्म आएको चाहिँ छबाट आएको हिस्ट्री हो। But we can read the Bible. The mother word is very, very deep. जब हामीले बाइबल पढ्दाखेरि आमाको मूल्य चाहिँ धेरै गहिरो भएको भेटाउँछौँ। So Bible tell about बाइबलले हामीलाई भन्छ we are the born from true mother womb. हामीहरू आमाको कोखबाट जन्म लिन्छौँ। So that's why we have to the respect to the mothers. त्यसै कारणले हामीले आमालाई आदर गर्न सम्मान गर्न हाम्रो कर्तव्य हो, हाम्रो कर्तव्य हो। According to the Bible, honoring of the mother आमालाई हामीले हनर गर्नु, घोम्पिया गर्नु बाइबलमा यसो भन्छ। deep and importance. धेरै गहिरो पनि छ अनि तर चाहिँ धेरै इम्पोर्टेन्स पनि छ। Because mother is the gift from the God. किनकि आमाले नै परमेश्वरसम्म पुर्याउनुहुन्छ And deserve the love, अनि तर चाहिँ उहाँलाई प्रेम गर्न पनि खाँचो छ। respect, हामीले उहाँलाई रेस्पेक्ट पनि गर्नुपर्छ and good attitudes for us. अनि तर चाहिँ हामीलाई उहाँले राम्रो शिक्षाहरू सिकाउनु भएको छ। Mother Day is not a special mention in the Bible scripture teachings. Us आमाको मुख हेर्ने दिन भनेर चाहिँ बाइबलले हामीलाई भनेको छैन। biblically importance of Mother Day, honor of your mother. तर पनि हरेक दिन आमालाई हामीले हनर गर्नुपर्छ भनेर चाहिँ बाइबलले हामीलाई सिकाएको छ। You know, when the Jesus in the cross, तपाईँलाई थाहा छ येशू ख्रीष्ट क्रुसमा टाँगिँदा Jesus' Lord says, he is my father, you can root him. He says, he's a one disciple. He says, she is my mother, you have to take care. उहाँलाई जब उहाँ त्यस्तो पीडामा हुनुहुन्थ्यो तर आमालाई यतिकै छोड्नु भएन, यो चाहिँ तेरो आमा हो, तैँले चाहिँ अब हेर्नुपर्छ भनेर चाहिँ उसका येशूका चेलालाई भन्नुभएको येशूले। It's mean Jesus loved the mother. यसको अर्थ हो येशूले पनि आमालाई माया गर्नुहुन्थ्यो, प्रेम गर्नुहुन्थ्यो। When we can read the book of when we read the book of Exodus chapter 20 verse 12, हामीले प्रस्थान अध्याय 20 खण्ड 12 लाई हेर्दा this meaning showing the respect, यसले आमालाई रेस्पेक्ट दिएको बताउँछ। love, प्रेम, obedience, आज्ञाकारिता and thankfulness अनि धन्यवाद our mothers. हाम्रो आमा। And sing. How many mothers here? यहाँ जति आमा हुनुहुन्छ Can stand? How many mothers here? सबै उत्कृष्ट हुनुहुन्थ्यो, जति आमा हुनुहुन्छ उनीहरूले। So honor from Pakistan and respect and prayer for every mother. Because पाकिस्तानी भाषामा उहाँले प्रेम गरिदिनुहुन्छ। Because all is valuable. All is valuable from the God. Amen? Thank you. Be seated. A mother is teaching is a precious. एउटी आमाले के सिकाउँछ भन्ने कुरा चाहिँ धेरै अनिश्चित छ। And good mother teach wisdom, faith to her the children. एउटा साँचो आमाले चाहिँ
ज्ञानको कुरा र विश्वासको कुरा सिकाउनुहुन्छ। Do not forget your mother teaching. तपाईको आमाले के सिकाउनु गर्छ त्यो नबिर्सिनु होला। Because mother teaching always give your blessing in your life. आमाले सिकाएका कुरा हरेकमा तपाईलाई आशिषको कुराहरू छन्। Mother is the one relation in the world they always pride. आमा भनेको चीज नै यो संसारमा हामीले घमण्ड गर्ने कुरा छ। And always saying, my son will success, my daughter will success. But nobody is like that. Maybe your brother is not like that, your father is not like that, your any other is not like. But mother is first relation because mother is too much of the case. मेरो छोरा मेरो छोरीले सफलता पाओस् नि धेरै अघि बढोस् भनेर चाहिँ सायद हाम्रो बुबाले भन्नुहुन्नला, सायद हाम्रो दिदीबहिनीले भन्नुहुन्नला, तर एउटी आमाले मात्रै ती कुरा भन्नुहुन्छ। र किनकि आमाले हामीलाई सबैभन्दा धेरै प्रेम गर्नुहुन्छ। Book of Proverbs, chapter 1, verse 8. हितोपदेश अध्याय 1 र खण्ड 8 भन्छ, Mother Day is remind us to the appreciation to the scriptures and moral guidance for our mother. हामीलाई त्यो हितोपदेशले के सिकाउँछ भनेर हामीले आफ्नो आमाले के सिकाउनु गर्छ भनेर आफूले सोच्नेले अनि त्यसलाई चाहिँ फेरि उहाँलाई घुमफिर गर्ने, उहाँलाई फेरि हामीले साथ गर्ने भन्ने कुरा सिकाउँछ। A virtual mother is the blessing the Bible prays. Mother who are the Lord and cares the families and the children the raised call her the blessed. यहाँ उसले आफ्ना सन्तानको ख्याल गर्छिन् र तिनीहरूलाई परमप्रभुको मार्ग सिकाउँछिन् भन्ने पद भन्नुभयो। Book of Proverbs chapter 1 verse 8. Mother days remind us to the appreciate to the spiritual and moral guidance for our mother. हामीले यो मदर डेमा झन् किन इच्छा छ भन्दा हामीलाई यो परमेश्वर एकमात्र परमेश्वर जुन चाहिँ येशू मुक्तिदाता हुनुहुन्छ उहाँसम्म पुर्याएको निम्ति झन् हामीले एप्रिसिएट गर्न जरुरत छ। And virtual Mother Day is the blessings and Bible is tell about the always respect to the mother. एउटी आदरणीय स्त्रीले जहिले पनि आफ्ना छोरीलाई राम्रो कुरा मात्रै सिकाउँछिन्, चाहे त्यो जुन धर्मको पढाइ होस्, राम्रा कुराहरू मात्रै सिकाउँछिन्। You know why the importance of the mother for me life and your life? आमा किन जरुरत छ मेरो जीवन र तपाईको जीवनमा तपाईलाई थाहा छ। When we was the childhood time, जब हामी केटी हुँदा in the mother womb 9 months, हामीहरू आमाको कोखमा 9 महिना बस्छौँ। she is a 9 month is very hot. धेरै आमालाई गरम हुन्छ, धेरै कोल्छ। That's why God is a respect for the every mother. त्यसैले हामीले हरेक आमालाई आदर दिन जरुरत छ। If we live in the 16th year in the world, यदि हामी यो संसारमा 60 वर्ष बस्छौँ भने but we cannot give you a reward of the mother serving for another life. तर हामीले आमालाई रेस्पेक्ट दिन सकेनौँ, आमालाई आदर गर्न सकेनौँ भने। Amen. So now we will be everybody stand and I want to pray for the mothers. No, only mothers. You are not mother. Right? लेकिन मैं सिर्फ माँ के लिए दुआ करना चाहता हूँ। अपने हाथ आसमान की तरफ बुलंद करें, अपने आप को बंद करें और ये वक्त है आप खुदा से तंदुरुस्ती और सलामती मांगे अपने बच्चों के लिए, अपने शोहरों के लिए,
कि खुदावन तूने मुझे जिंदगी दी है, बरकत दी है। आंखों को बंद करके प्रभु की आत्मा को महसूस करिएगा। उसने वादा किया है, जहां 2 या 3 मेरे नाम से इकट्ठे होंगे, मैं वहां पर मौजूद हूं। अपने हाथों पर स्नान, प्रभु की आत्मा को फील करिएगा। इधर उधर मत देखें। खुदा का रूह आपको छू रहा है, खुदा का रूह आपको छू रहा है, खुदा का रूह आपको बरकत दे रहा है। हालेलुया, प्रेज गॉड। खुदा का रूह आपको बरकत दे रहा है, खुदा का रूह आपको छू रहा है। आप वो अजीब हुआ है जिनके सुलभ से कौमें पैदा होती हैं, आपके सुलभ से लीडर पैदा होते हैं। इसलिए आसमान पर आपका नाम बहुत बुलंद है। खुदा की शुक्रगुजारी करें, खुदा के इस बड़े फजल के लिए, आज खुदा के रहम के लिए, तरस के लिए, हजूरी के लिए, कि खुदा का शुक्र है कि तूने मुझे मां सी बरकत दी है। क्योंकि बहुत सी औरतें बाँझ है, खुदा ने अभी तक मां की बरकत नहीं दी। इस बात के लिए शुक्रगुजारी करें, अपने बच्चों के लिए, अपने शौहर के लिए हम खुदा की शुक्रगुजारी करते हैं। हालेलुया, प्रेज गॉड, प्रेज गॉड। खुदा का रूह छू रहा है। आसमानी बाप, इन माओं के लिए मैं तेरी बरकत चाहता हूँ, इनकी औलाद के लिए बरकत चाहता हूँ, इनके हस्बैंड के लिए तेरी बरकत चाहता हूँ, यीशु के नाम से, आमीन। Okay, thank you, Pastor.